सनमुन मोशन पिक्चर्सको प्रस्तुति मधेस सिङ्गिङ एन्ड डान्सिङ स्टार 2025 कला तपाईको मन हाम्रो। हस्पिटालिटी पार्टनर होटल श्री राधे प्राली माछा बजार जनकपुर धाम 7। सम्पर्क नम्बर 9854 30105 र 9822 005102। लोकेसन पार्टनर एपोलो ओम इंग्लिश बोर्डिंग स्कूल लहान 7। लहान साउंड सिस्टम पार्टनर धनेश्वर यादव। संपर्क नंबर 9842 84 25 लहान सिराहा। लोकेसन पार्टनर मिलन केन्द्र कर्मचारी हल जिल्ला अदालत अगाडि रौतहट गौर। गौर साउंड सिस्टम पार्टनर जनता टेन्ट हाउस। संपर्क नंबर 9855 035 382। ब्रोडकास्टिंग पार्टनर अपन टीवी। डिजिटल पार्टनर सनमुन रियालिटी। रेडियो पार्टनर कलर्स FM। फुटिंग पार्टनर माई पे। सरको जादू तालको बहार संगीतले जगाउँछ मधेस हाम्रो। नमस्ते, म ओम तिलक ओली। आज हामी सिराहाको लहान अडिसनमा छौँ। अब हामी ढिला नगरी कार्यक्रम अगाडि बढाउन चाहन्छु। नमस्कार, म एकलव्य कार्की र आज जति पनि कन्टेस्टेन्टहरू आउनुभएको छ उहाँहरू सबजनालाई बेस्ट अफ लक भन्दै सो त्यही हो, हामी स्टार्ट गर्न गइरहेछौँ। लेट्स बिगिन। हाम्रो आजको पहिलो प्रतिस्पर्धी हुनुहुन्छ सिङ्गिङतर्फ विकास कुमार यादव। उहाँलाई स्वागत गरौँ। विकास कुमार यादव। विकास हजुर सर। कहाँबाट आउनुभयो? मेरो घर सर सिराहा नगरपालिका सिराहा वार्ड नम्बर 1। वार्ड नम्बर 1 सिराहाबाटै आउनुभयो है? आज कतिको तयारी गर्नुभएको छ? सके जति सर, जतिसम्म मैले गर्न सके त्यतिसम्म गरेको छु। तयारी चाहिँ गरेर आउनु भएको छ होइन? हजुर सर। कुन गीत सुनाउनुहुन्छ आज तपाईँले हामीलाई? म सर आज बाटो मुनिको फुल मुभीको एस कुमारज्यूको बिरानो यो मन्दिरमा सङ। ओहो, निकै राम्रो गीत। ल सुरु गरौँ है। बिरानो यो मन्दिरमा, बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन। नाउ मेरो सामु तिमी, नाउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन। हेलामा बाँचिरहेछु कसरी तिमीलाई समेटु, हेलामा बाँचिरहेछु कसरी तिमीलाई समेटु। के लेखी दियो बाबीले, के लेखी दियो बाबीले, कसरी यसलाई म मेटु, कसरी यसलाई म मेटु सीताको। ल हुन्छ हुन्छ, यतिमै रोकौँ है। विकास त्यसमा माइकमा बोलाउँ है। हजुर। आवाज आजको पर्फर्मेन्स हेर्ने हो भने हैन आवाज साँच्चीकै राम्रो छ है। थ्याङ्क यू सर। साँच्चीको राम्रो छ अनि अलिकति मेलोडीमा चाहिँ अझै ख्याल गर्नु पर्यो
है। अनि अर्को कुरा चाहिँ हामीले शब्द उच्चारण गर्दाखेरि चाहिँ हरेक शब्दलाई उच्चारण गर्ने आफ्नै एउटा शब्दहरूको चाहिँ आफ्नै एउटा यो हुन्छ, स्थान हुन्छ होइन। त्यो हरेक शब्दलाई चाहिँ मायालाई कुन तरिकाले उच्चारण गर्ने, तिमीलाई, मलाई, तपाईँलाई, यस्तो यस्तो शब्दहरूलाई उच्चारण गर्न सिक्नुपर्छ हामीले है। अनि स्केलमा चाहिँ हाई स्केलमा चाहिँ थोरै अलिकति यो आउट गएको छ स्केल बाहिर होइन। बाँकी होल पर्फर्मेन्स एकदम राम्रो छ, राम्रो एउटा सम्भावना भएको आवाज चाहिँ हो है। एकदमै राम्रो लाग्यो मलाई। हुन्छ सर, के भन्नुहुन्छ अब तपाईँले चाहिँ? विकास, सञ्जयज्यू हजुर हजुर, कस्तो गाए जस्तो लाग्यो त आफूलाई? ठिकै, अलि आफू पनि अलि जस्तो। तिम्रो चाहिँ के छ भने गीत गाउँदाखेरि जस्तो बोल्दाखेरि त्यो माइकमा सासको आवाज आइरहेछ नि, हो त्यो चाहिँ आउनु हुँदैन क्या। हो त्यति चाहिँ कमी मैले देखेँ है। सो बाँकी होल पर्फर्मेन्स राम्रै छ। सो त्यही हो, सरले के गर्नुहुन्छ अब? विकास, यदि अब तपाईँलाई चाहिँ यताबाट एउटा चान्स दियौँ भने अझ तयारी गर्नुहुन्छ एकदम राम्रो? अभियसली सर, 100%। अर्को राउन्डमा हामीले एकदम बेटर पाउँछौँ? यस सर, स्योर। हो, किनभने कस्तो हो, यो प्रदेशकै रियालिटी सो हो होइन। अब यहाँ चाहिँ 8वटा जिल्लाबाट सिङ्गरहरू आउँछन्। अब कोसँग कति धेरै ट्यालेन्ट छ, कसको आवाज कस्तो छ थाहा हुँदैन हामीलाई, त्यो आएपछि थाहा हुन्छ होइन। तिनीहरूसँगै भिड्नुपर्ने हुन्छ हामीले सबैले, तपाईँहरू कन्टेस्टेन्टहरूले, हो कि होइन? यस सर। हो, उहाँहरूसँग म भिड्न सक्छु, प्रदेशसँग भिड्न सक्छु भन्ने क्षमता राख्नुहुन्छ? यस सर। राखिन्छ होइन। ओके, ल आजलाई कङ्ग्रेचुलेसन्स, सेलेक्ट भन्नुभयो है। ल थ्याङ्क यू सर। ल आउनुहोस् अगाडि। डान्सिङतर्फको हाम्रो अर्को पर्दै आउँदै हुनुहुन्छ राहुल ठाकुर। वेलकम सर राहुल ठाकुर। ल ओके, साउन्ड। राहुल, सञ्जयज्यू कहाँदेखि आयो त? अनि आफूलाई कस्तो नाचे जस्तो फिल भयो त? राम्रो। होल पर्फर्मेन्स राम्रै थियो। तिम्रो के थियो भने त्यो जुन बिटहरू छ नि, तिमीले पपिङ गरेर आएको थियौ, त्यहाँनिर पप हान्दा थियो, त्यसमा गीतमा 6 बिट छ, तिमीले 5 हानेर अर्को स्टेप चेन्ज गर्यौ क्या। हो त्यो चाहिँ प्रब्लम भयो। अनि स्टेज कभर पनि भएन, तिमीले जहाँनिर स्टार्ट गऱ्यौ नि त्यहीँनिर एन्ड गऱ्यौ। हो यो कुरा चाहिँ ध्यान गर्नुपर्छ। हाम्रो कम्पिटिसन टफ लेभलको हुन्छ, सबैजना आउनु भएको हुन्छ है, खतरा खतरा डान्सरहरू नै आउनुहुन्छ, यति कुरा सुधार्नुपर्छ।
सो त्यही हो, होल पर्फर्मेन्स राम्रै थियो सर। राहुल सन्चै यस सर। त्यही त अब सरले भनिसक्नुभयो होइन। अब मैले हेर्दाखेरि राम्रो लाग्यो, मैले इन्जोय गरिरहेको थिएँ होइन। त्यो एउटा टक टक टकवाला चाहिँ दामी लागेको थियो होइन। त्यही कमी कमजोरी भनेको त्यो अलिकति बिटमा चाहिँ ख्याल गर्नु पऱ्यो, अनि स्टेज कभर गर्दाखेरि त्यसमा अलिक ख्याल गर्नु पऱ्यो होइन। बाँकी होल पर्फर्मेन्स यो ट्यालेन्ट राम्रो हो होइन। यो यस्तो ट्यालेन्ट चाहिँ सबैमा हुँदैन क्या, कसै कसैमा हुन्छ, बवाल नै हुन्छ होइन। भने जस्तै अब तिमीमा पनि एउटा राम्रो प्रतिभा चाहिँ देखिन्छ। अझै यो आफूभित्र भएको प्रतिभालाई चाहिँ अझै चाहिँ ग्रोथ गर्नु पऱ्यो है। अनि के गर्नुहुन्छ त सर, लाने त उहाँलाई माथि? हामीले यो राउन्डभन्दा अर्को राउन्ड माथि लग्यौँ भने यो कुराहरू चाहिँ सुधार आउन सक्छौँ। यस सर। योभन्दा बेटर गर्न सक्छौँ। या अब यो कुराहरूलाई चाहिँ ध्यान दिनु पऱ्यो है। एन्ड कङ्ग्रेचुलेसन, यु आर सेलेक्टेड। थ्याङ्क यू। ल बधाई छ, ल अगाडि आउनुहोस्। हामीसँग अर्को प्रतिस्पर्धी हुनुहुन्छ सुनिल कुमार चौधरी, गायनतर्फ हुनुहुन्छ सुनिल कुमार चौधरी। वेलकम छ सुनिल कुमार चौधरी। कहाँबाट आउनुभयो? म सप्तरी मलानमा गाउँबाट सर। सप्तरी जिल्लाबाट आउनुभयो है। हजुर। अनि कतिको छ तयारी आज? तयारी त सर ठिकै छ भन्नु पर्यो। ठिकै छ। कुन गीत गाउनुहुन्छ आज सुनिलजीले? म चाहिँ प्रमोद खरेलजीको गीत चाहिँ गाउन चाहन्छु। प्रमोद खरेल सरको गीत गाउनुहुन्छ है? हजुर। हुन्छ, सुरम न त, सुरु गर्नुहोस्। हे ना म बिना कसैलाई मुस्किल छ पोखरामा, म बिना कसैलाई मुस्किल छ पोखरामा, म छु आज धेरै टाढा, हो म छु आज धेरै टाढा, मेरो दिल मिल्छ पोखरामा, हाँससँगै हाँसिदिन्थे, रुदा आँसु पुछिदिन्थे, हो 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 हो, हाँससँगै हाँसिदिन्थे, रुदा आँसु पुछिदिन्थे, फेवा ताल्छ आज आँसु, हो फेवा ताल्छ आज आँसु, मेरो दिल मिल्छ पोखरामा, म बिना कसैलाई मुस्किल छ पोखरामा, अन्धकारमा गुजिरहेछ जीवन मेरो यहाँ, अन्धकारमा गुजिरहेछ जीवन मेरो यहाँ, मेरो जुन उतै हुँदा, हो मेरो जुन उतै हुँदा, झिलमिल छ पोखरामा, म बिना कसैलाई मुस्किल छ पोखरामा, म बिना कसैलाई मुस्किल छ पोखरामा, म छु आज धेरै टाढा, हो म छु आज धेरै टाढा, मेरो दिल मिल्छ पोखरामा। सर आजलाई यति, धन्यवाद। ओहो सुनिलजी, के हो तपाईँ नर्भस हुनुभयो क्या हो? तर यो गर्मीले गर्दा सर। गर्मीले गर्दा। अनि अब तपाईँको पर्फर्मेन्सको कुरा गर्दाखेरि, सिङ्गिङको कुरा गर्दाखेरि होइन, यो गीत त अब नसुनेको सायदै हुनुहुन्छ होला होइन। हाम्रो नेपालमा एकदमै पपुलर गीत हो यो गीत चाहिँ, एकदमै हाई गीत पनि हो होइन। अनि तपाईँले चाहिँ यो तपाईँको आवाजबाट चाहिँ यो गीतले न्याय नै पाएन क्या, हुन्छ नि। तपाईँको शब्द बिर्सिराख्नु भएको थियो, अल्झिराख्नु भएको थियो होइन। अनि त्यसमाथि मेलोडी पनि बिगार्नु भयो, शब्द बिगार्नु भयो है। अनि तपाईँले चाहिँ त्यो गायकी सिङ्गिङ चाहिँ तपाईँको जो आवाज नै खुलेन क्या है। तपाईँले चाहिँ अब धेरै सोच्नुभयो कि होइन, धेरै सोचेर पनि होला, हरेक शब्दहरू चाहिँ सोचिराख्नु भएको थियो कि, तर गीत एकदमै अन्यायमै नै पऱ्यो कि यो गीत चाहिँ, तपाईँको आवाजबाट त्यति सुट भएन है। अब के भन्नुहुन्छ सर? सरले भने जस्तो त्यही हो। अनि सो अझै तयारी गर्नु होला, अब सरले के गर्नुहुन्छ? सुनिलजी अब यस्तो हुन्छ होइन,
परदेशको सो हो है। हजुर यो त्यहाँ त अब धेरै ट्यालेन्ट सिङ्गरहरू आउनुहुन्छ होइन। आइसकेपछि अब उहाँहरूसँग भिड्नको लागि त हामीसँग पनि त्यत्तिकै ट्यालेन्ट चाहियो नि त होइन, आवाज त्यत्तिकै चाहियो। भइसकेपछि अनि मैले सोचेको तपाईँले चाहिँ अलि यो सिङ्गिङ क्लासको आवश्यकता छ है। अनि भोकल रियाज गर्नुहोला, सिङ्गिङ क्लास जोइन गर्नुहोला। अनि हामीले सिजन 2 ल्याएर आयौँ भने सिजन 2 मा चाहिँ अवश्य आउनु होला है। यसपालिलाई चाहिँ सरी है त। हस् हुन्छ सर। हस्। नमस्ते, म ओम तिलक ओली, मधेस सिङ्गिङ एन्ड डान्सिङ स्टार 2025। कला तपाईँको मन छ हाम्रो। अहिले मधेस प्रदेशको हरेक जिल्लामा हाम्रो अडिसनहरू चलिरहेको छ र आज हामी अडिसनको लागि रौतहट जिल्लाको गौरमा आइपुगेका छौँ। हेरौँ यहाँको ट्यालेन्ट के कस्तो छ, हामीले यहाँ कस्तो सिङ्गर भेटाउने छौँ र कस्तो डान्सर भेटाउने छौँ तपाईँहरूलाई भिडियो मार्फत देखाउने नै छौँ। जोडिँदै गर्नुहोला। मधेस सिङ्गिङ एन्ड डान्सिङ स्टारको आज हामी 4औं अडिसनमा आइपुगेका छौँ र हाम्रो 4औं अडिसन रहेको छ रौतहट जिल्लाको गौरमा। गौरको ट्यालेन्टहरूलाई स्वागत गर्दछौँ। नमस्कार, म एकलव्य कार्की र आज जति पनि कन्टेस्टेन्टहरू आउनु भएको छ उहाँहरू सबजनालाई अल द बेस्ट भन्दै हामी प्रोग्राम स्टार्ट गर्न गइरहेछौँ। सो त्यही हो, लेट्स बिगिन। हाम्रो सिङ्गिङतर्फको आजको पहिलो प्रतिस्पर्धी हुनुहुन्छ हितलाल मुखिया। हितलाल मुखियालाई वेलकम छ। हेलो हेलो हितलालजी, आराम हुनुहुन्छ? हजुर आरामै छु। आज हामीलाई कुन गीत सुनाउनुहुन्छ? यसो खासै मैले त्यस्तो सोचेर आएको होइन अब कुन गीत सुनाउने हो, तर पनि म रामकृष्ण ढकालजीको गीत हजुर, कहिले मिठो कहिले तितो भने म कहिले मिठो कहिले तितो। ल एकदम, ल सुरु गर्नुहोस्। कहिले मिठो कहिले तितो कस्तो कस्तो तिम्रो माया, कहिले मिठो कहिले तितो कस्तो कस्तो तिम्रो माया, कहिले पोल्छ आगो सरी कहिले दिन्छ शीतल छाया, कस्तो कस्तो तिम्रो माया हो, कस्तो कस्तो तिम्रो माया। गीत भरी गाऊँ भने पराइले सुन्ने हो कि, गीत भरी गाऊँ भने पराइले सुन्ने हो कि, टुना मुना लगाएर आफूतिरै तान्ने हो कि, कहाँ राखौँ तिम्रो माया, कहाँ राखौँ तिम्रो माया, मन बुझाऊँ कसो गरी, छाती भित्र आँधी चल्छ चैता मासा लागे झरी, कस्तो कस्तो तिम्रो माया हो, कस्तो कस्तो तिम्रो माया। छोपे पनि आगोलाई नछोपिने धुवाँ जस्तो, छोपे पनि आगोलाई नछोपिने धुवाँ जस्तो, उड्न लाग्छ। हितलालजी, एकदम अत्यन्तै मिठो गीत हो यो है, एकदम मन छुने गीत हो होइन, असाध्यै मनपर्ने गीत हो मलाई पनि। तपाईँको आजको पर्फर्मेन्स, आज तपाईँको आवाजबाट गीत सुन्दाखेरि चाहिँ
राम्रो छ, तपाईँको आवाज राम्रो छ होइन। अलि प्र्याक्टिस नपुगेको जस्तो चाहिँ मैले महसुस गरेँ होइन। अनि स्केल तपाईँको ठिक छ, स्केल चाहिँ तपाईँले जुन गीतलाई पुग्नुपर्ने थियो स्केलहरू टच भइरहेको थियो होइन, राम्रो छ। अनि तपाईँको चाहिँ अलि मेलोडीहरू चाहिँ मिस भइरहेको छ, बाँकी होल पर्फर्मेन्स एकदमै राम्रो छ है, एकदम राम्रो छ। यतिको आवाज यो गीतलाई चाहिने आवाज तपाईँमा छ, एकदम राम्रो लाग्यो मलाई। ल के भन्नुहुन्छ सर? सरले भने जस्तो एकदम राम्रो थियो है। अनि सो त्यही हो, बेस्ट अफ लक। अब सरले के गर्नुहुन्छ? हुन्छ, अब अहिले त अब नर्मल्ली अडिसन हो, एकदम सामान्य अडिसन हो होइन। अब भोलिको दिनमा गएर फेरि यो त परदेशकै सो हो, भोलिको दिनमा गएर तपाईँको चाहिँ हरेक राउन्डमा चाहिँ हरेक च्यालेन्जहरू पार गर्नुपर्ने हुन्छ। यदि आज चाहिँ हजुरलाई एउटा चान्स दियो भने हजुरले अर्को राउन्डमा चाहिँ एकदम तयार गरेर आउनुहुन्छ? म होइन आशा गर्दछु होइन, आशा गर्नु पर्फेक्ट नै गर्छु। हुन्छ, आजलाई चाहिँ कङ्ग्रेचुलेसन्स। ल थ्याङ्क यू भेरी मच। प्रणाम, मेरो नाम लखन पाठक, म गौर 1बाट छु। मैले सानैदेखि गायनतर्फ रुचि लागेकोले म आज यहाँ गायनतर्फ अडिसन दिन आएको छु। धन्यवाद। अब हामीसँग अर्को प्रतिस्पर्धी हुनुहुन्छ लखन पाठक। कहाँबाट आउनुभयो सर? सर म गौर 1 नम्बर वार्डबाट। गौरबाट आउनुभयो। कतिको तयारी गर्नुभएको छ आज? तयारी ठिकै छ। ठिकै हुनुहुन्छ। कुन गीत सुन्छौँ आज हजुरको मुखबाट? पुष्प प्रधानजीको स्वरमा रहेको पन्छी फर्केर आऊ। पन्छी फर्केर आऊ, एकदम मिठो गीत। ल सुरु गर्नुहोस्। होरी हो होरी हो होरी हो, पैसा होइन पासो छ स्वदेशमा, पैसा होइन पासो छ परदेशमा, बोलाउँदैछ आफन्तले स्वदेशमा, पन्छी फर्केर स्वदेश आऊ, शान्तिको गुड सानो देशमै बनाऊ, पन्छी फर्केर स्वदेश आऊ, शान्तिको गुड सानो देशमै बनाऊ, हातको मैलो सुनको थैलो के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दी मनले, हो हातको मैलो सुनको थैलो के गर्नु धनले, सागर सिस्नु खाएको बेस आनन्दी मनले, देख्छन् खुसी तस्बिर मनमा हुन्न, एकान्तमा नरोएको दिनै हुन्न, हो देख्छन् खुसी तस्बिर मनमा हुन्न, एकान्तमा नरोएको दिनै हुन्न, फर्केर आऊ पन्छी फर्केर आऊ, शान्तिको गुड सानो देशमै बनाऊ, पन्छी फर्केर स्वदेश आऊ, शान्तिको गुड सानो देशमै बनाऊ, पन्छी फर्केर स्वदेश आऊ। लगनजी राम्रो छ, हजुरको आवाज मिठो रहेछ है, एकदम खुसी लाग्यो। अनि आजको पर्फर्मेन्सको कुरा गर्दाखेरि चाहिँ अलिकति थोरै मेलोडीमा चाहिँ ख्याल गर्नु होला होइन, अनि धेरै नसोच्नु होला शब्दहरू। त्यो धेरै हामी कलाकारले चाहिँ के भन्छ भन्दाखेरि स्टेजमा चढिसकेपछि फिल्डमा डुब्नुपर्छ क्या, त्यो धेरै सोच्नु हुँदैन होइन।
कन्फिडेन्स बढाउनुपर्छ। बाँकी राम्रो छ होल पर्फर्मेन्स तपाईँको, त्यस्तो अब कमेन्टै गरौँ जस्तो कुनै अब खोट लाम जस्तो लागेन मलाई होइन। यो राउन्डको लागि एकदम पुग्दो आवाज छ। यो राउन्डको लागि चाहिँ राम्रो पुग्दो तयारी गरेर आउनु भएको रहेछ, खुसी लाग्यो। के भन्नुहुन्छ सर? सरले भने जस्तो एकदम राम्रो लाग्यो मलाई पनि है। अनि त्यस्तो खोट लाउने ठाउँ पनि मैले काहीँ भेटिनँ। सो त्यही हो, बेस्ट अफ लक। सरले के गर्नुहुन्छ अब? ल अब अर्को राउन्डमा चाहिँ अझै धेरै तयारी गरेर आउनुपर्छ है सर, किनकि परदेशमा त अब 8वटै जिल्लाको कन्टेस्टेन्टहरू हुनुहुन्छ हामीसँग। 8वटा जिल्लाको यो परदेशको मात्र नभएर बाहिरको पनि हुनुहुन्छ होइन। अब कति धेरै अब खतरा गाउनेहरू पनि आउनुहुन्छ, उहाँहरूसँग भिड्न सक्नु पऱ्यो होइन। हुन्छ, आजको लागि चाहिँ कङ्ग्रेचुलेसन्स। ल आउनुहोस् अगाडि। नमस्कार, म चाहिँ वीरबहादुर सहनी। म यो मधेस सिङ्गिङ डान्सिङ कम्पिटिसनमा म चाहिँ आफ्नै स्कुलमा पढेको बेलामा मलाई कुनै सरले मलाई भन्नुभयो त्यहाँ मध्य प्रदेशमा केही सिङ्गिङ डान्सिङ प्रोग्राम हुँदै रहेछ। म पनि त्यहाँ सिङ्गिङमा भाग लिन्छु। अनि म चाहिँ यमुनामाई गाउँपालिकाबाट आएको छु, अनि वार्ड नम्बर 1बाट। अनि म आफै सिङ्गिङ सिकेर पार्टिसिपेट भएको छु। अनि मलाई पहिलादेखि नै रुचि छ सिङ्गिङमा। अब हामीसँग अर्को परदेशी हुनुहुन्छ वीरबहादुर सहनी। वीरबहादुरजी हजुर, आराम हुनुहुन्छ नि? आरामै। नर्भस हुनुभएको छैन नि होइन? होइन। ए ल ठिक छ। आज कुन गीत सुनाउनुहुन्छ? विश्व ट्रेन्डिङमा चलिरहेको दुर्गेश दाईको दुश्मन हेरेको हेरे। ओहो, के हो आज हेरेको पार्नुहुन्छ क्या हो? ल सुरु गर्नुहोस्। के हो तिम्रो नाम बहिनी परिचय पाम, हिमाल जस्तो रहेछौ तिमी बिहानीको घाम। के हो तिम्रो नाम बहिनी परिचय पाम, हिमाल जस्तो रहेछौ तिमी बिहानीको घाम। कटा हिँडेको बिजुली बालेर, हट भएर पट भएर, ब्युटी भएर तिमी क्युटी भएर, हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै। हाम्रो दुश्मन छ धेरै, दुश्मन हेरेको हेरै, हाम्रो दुश्मन छ धेरै, दुश्मन हेरेको हेरै, दुश्मन हेरेको हेरै, दुश्मन हेरेको हेरै, दुश्मन हेरेको हेरै, दुश्मन हेरेको हेरै। आज भोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ, हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ। आज भोलि दुर्गेशको गीत फिल्मतिर बिक्छ, हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ। खर्चा भएर यहाँ चर्चा भएको छ, म पैसा उडाउँदै, म गाडी उडाउँदै, म धुलो उडाउँदै, मेरै यस्तै छ पारा। मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेरै, मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेरै, मेरो दुश्मन छ धेरै, दुश्मन हेरेको हेरै। भाइको दुश्मन छ धेरै, दुश्मन हेरेको हेरै, भाइको दुश्मन छ धेरै, दुश्मन हेरेको हेरै। के हो तपाईँले त पुरै फिल्ममा आउनुभयो त एकदम जोसमा। हो, म जहिले पनि गाना गाउँछु, जहाँ पनि म जोसैमा गाउँछु के। एकदम यस्तो जोस चाहिँ हुनुपर्छ होइन। तर म्युजिकको साथ मैले यो पुरा गरेर आएको थियो, तर खाली गाएँ आज होइन। अडिसन चाहिँ अब नर्मली आवाजमै विदाउट ट्र्याक हुन्छ होइन। हो, अनि तपाईँको आजको पर्फर्मेन्सको कुरा गर्दाखेरि अब आवाज राम्रो हो, तपाईँको एउटा सम्भावना बोकेको आवाज हो होइन। एउटा फ्युजन गीतहरूको लागि एउटा होइन, यस्तो अब अलिकति डान्सिङ गीतहरूको लागि चाहिँ राम्रो पक्का आवाज हो। र अनि तपाईँ अब हाम्रो सोमा चाहिँ कस्तो हुन्छ, यो सोमा चाहिँ के हुन्छ भन्दाखेरि हरेक राउन्डमा हामीले हरेक विधाका गीतहरू गाउनुपर्ने हुन्छ। आधुनिक, पप, फिल्मी होइन, लोक दोहोरी सबै गाउनुपर्ने हुन्छ। त्यो यदि सबै गीतहरूलाई चाहिँ तपाईँले चाहिँ निभाउन सक्नुहुन्छ? हो, पक्का हो? पक्कै। कुनै पनि गीत हो, कुनै पनि गीत हो, म सिङ्गर हो। म सिङ्गिङमा कुनै पनि हिन्दी, नेपाली, भोजपुरी, मैथिली कुनै पनि हुन्छ भने चल्छ। त्यही त तपाईँको, त्यही मैले तपाईँको कन्फिडेन्स हेर्दाखेरि होइन राम्रो लाग्यो, जोस राम्रो लाग्यो। हुन्छ, अब आज त्यस्तो अब अलिकति हुन्छ नि त्यो फलोमा चाहिँ तपाईँले अब के अरे
यो अलिकति स्केलहरू लास्टतिर छोडिराख्नु भएको थियो होइन। अनि तपाईँको चाहिँ अनि शब्दहरू चाहिँ अझै उच्चारण गर्दाखेरि चाहिँ अझै त्यो जोसमा भन्दा पनि अलि शब्दलाई चाहिँ राम्रोसँग चाहिँ उच्चारण गर्नु होला। बाँकी होल पर्फर्मेन्स राम्रो छ है तपाईँको। हेलो थ्याङ्क यू सर। सरले भने जस्तो पर्फर्मेन्स राम्रो छ है। अनि सरले नै भने जस्तो हाम्रो तपाईँले आदि वर्ड भनेर अर्को वर्डमा गइरहनु भएको थियो। अब सरले भने जस्तै सो त्यही हो, बेस्ट अफ लक। त्यस्तै ट्रेक हो त्यसको ट्रेकै त्यस्तै हो, फास्ट अलि फास्ट हुन्छ। फास्ट छ। मैले पनि यहाँ म ट्रेकमा पुरा तयारी गरेर आएको थिएँ। अनि यहाँ सोच्नुभयो खाली गानुपर्छ, बिना ट्रेकमा गाउनुपर्छ, त मैले सोचेँ अनि आएर गाइदिएँ। यस्तो हुन्छ तपाईँको चाहिँ ट्र्याक र सिङ्गल भोइसमा चाहिँ सिङ्गल भोइस हामीले धेरै कन्ट्रोल गर्नुपर्ने हुन्छ क्या, बुझ्नुभयो। ट्र्याकमा चाहिँ त्यो हामीले बिटसँगै हाम्रो आवाज जान्छ होइन। तर यो विदाउट ट्र्याकमा चाहिँ हामीले कन्ट्रोल गर्नुपर्छ आवाजलाई है। हुँदाखेरि चाहिँ राम्रो छ तपाईँको त्यो एउटा कन्फिडेन्स राम्रो लाग्यो मलाई है। अनि तपाईँको जुन त्यो गाउने त्यो एउटा तरिका पनि राम्रो लाग्यो, तपाईँले निभाउनुहुन्छ जस्तो लागेको छ। ल आजको राउन्डको लागि चाहिँ तपाईँलाई कङ्ग्रेचुलेसन्स। थ्याङ्क यू सर। ल आउनुहोस् अगाडि। नमस्कार, मेरो नाम राजनन्दी गिरी हो। म गौरौटा हटबाट आएको छु। मलाई डान्समा रुचि भएको कारणले म यहाँ पार्टिसिपेट गरेको छु। धन्यवाद। ओके, अब हामीसँग डान्सिङतर्फको पहिलो प्रतिस्पर्धी हुनुहुन्छ हामीसँग राजनन्दनी गिरी। एन्जल मेरो त डान्स पार्टनर चुज भइसक्यो। को? जोखमाया जोखिँदैन भैरव
आज नन्दनी कहाँदेखि आयौ म यहीँदेखि अनि आगै बाल्दियौ त आज त तिमीले ओहो एक्सप्रेसन त खत्रै दियौ तिम्रो चाहिँ अब खोट्लाउने ठाउँ त त्यस्तो केही देखिनँ तिम्रो एउटा स्टेप गरिसकेर अर्को स्टेपमा जाँदाखेरि चाहिँ तिमी त्यो स्टेपलाई हाफ छोडेर अर्को स्टेपमा जम्प गर्दै थियौ क्या हो त्यो भयो अनि तिम्रो एनर्जी बिचमा स्टार्टिङमा चाहिँ हाई गयो अनि बिचमा लो भयो अनि फेरि एन्डिङमा हाई गयो क्या हो त्यस्तो चाहिँ हुनु भएन बाँकी होल पर्फर्मेन्स सबै राम्रै थियो सर नन्दनी के छ आराम हो नर्भस भयो अलिअलि होइन थकाइ लाग्यो होला नि त यति जोसले नाच्यो होइन एकदमै राम्रो लाग्यो मलाई पनि है भन्छ नि तिम्रो त्यो एक्सप्रेसन एकदम राम्रो छ आई कन्ट्याक्टहरू राम्रो थियो त्यही अब स्टेपहरू चाहिँ अलिक क्लियर कट अलिकति ख्याल गरेर होइन अनि अझै इनर्जी चाहियो क्या यो गीतमा अझै अलिकति इनर्जी भएको भए एकदम राम्रो अझै बेटर हुन्थ्यो होइन तर अहिले यो पर्फर्मेन्स पनि राम्रो छ एकदम राम्रो छ फेरि है तिमी एउटा राम्रो डान्सर हौ त्यो देखिन्छ है तर अझै यसरी नर्भस हुनु हुँदैन होइन जस्तै अब डान्सर कुनै स्टेजमा चढिसके पछाडि अब त्यो डान्सरलाई हेर्नको लागि लाखौँ दर्शकहरू आएको हुन्छ होइन उनीहरूको अगाडि यसरी आफू नर्भस भयो भने उनीहरू कसरी नाच्छन् दर्शकहरू नाच्दैन नि त हो कि होइन पहिला आफू जोसमा आउनुपर्छ आफू एकदमै त्यो हुन्छ नि पर्फर्मेन्सलाई एकदमै फिलका साथ हामीले चाहिँ पर्फर्मेन्स देखायौँ भने बल्ल दर्शकहरूले रमाउने हो होइन अझै तयारी गर्छौ पक्का हो पछि गएर अब यसरी नर्भस भएर डराएर त बोल्दिनौ नि पछि डराउन पाइँदैन है के गर्ने त लाने उहाँलाई नन्दनीलाई लानुपर्छ होला यस्तो राम्रो डान्सरलाई त अब नलगेर भएन सो त्यही हो युआर सेलेक्टेड कङ्ग्रेचुलेसन ल बधाई छ है ल अगाडि आऊ यता आऊ नमस्ते म अनिस राजी सुकेत हो मेरो घर अनि हाल मेरो बसाइ यहाँ रौतहटमा परेको छ र यहाँनिर म सिङ्गिङ कम्पिटिसनको लागि आएको छु जानकारी पाएर अनलाइनबाट जानकारी पाएर मलाई सिङ्गिङको रुचि हुनुभएकाले म यहाँनिर आएको छु आफ्नो गीतहरू प्रदर्शन गर्नको लागि अब हामीसँग अर्को प्रतिस्पर्धी हुनुहुन्छ अनिस राजी नमस्ते सर नमस्ते नमस्ते अनिस के छ हाल खबर सबै सन्चै छु सर हजुरको एकदम आराम छु म पनि अनि आज कुन गीत सुन्छौँ हामी आज हजुरहरूलाई म प्रेम लामाको सानो म भन्ने गीत सुनाउँदै जाँदैछु सानो म ओहो राम्रो गीत सेलेक्ट गर्नुभएको रहेछ ल ढिलो नगरी सुरु गरौँ त है हस् धेरै दिन र रात बिति गए तिम्रो सम्झनामा आउँछु कि भनी तिमी फर्केर फेरि यो हृदयमा तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानुमा साँझ जब पर्छ तिमीलाई सम्झिन्छु सपनीमा पनि म किन झस्किन्छु तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानुमा आशा झै छ मेरो यो मनमा माया झै छ तिम्रो त्यो मनमा तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानुमा धेरै दिन र रात बिति गए तिम्रो सम्झनामा आउँछु कि भनी तिमी फर्केर फेरि यो हृदयमा तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म सानुमा
थ्याङ्क यू। ओहो एकदम राम्रो गीत। अनिसजी हजुर तपाईँको आवाज चाहिँ अलि युनिक लाग्यो मलाई, राम्रो लाग्यो है। थ्याङ्क यू सर। आवाज अलि युनिक छ, अलि फरक टाइपको होइन। अनि आजको पर्फर्मेन्स कुरा गर्दाखेरि पनि राम्रो छ, तपाईँले राम्रो निभाउने कोसिस गर्नुभयो होइन। हजुर सुरुवाती चरण पनि राम्रो थियो। हजुर अनि त्यसपछि पछि बिचमा गएर थोरै कता यसो अलिकति मैले अब एउटा खोड त निकाल्नु पऱ्यो नि त होइन। अब भइसकेपछि अब पछि गएर थोरै मेलोडी चाहिँ अलि त्यो जर्क भए जस्तो भयो होइन। बाँकी त्यस्तो राम्रो छ, बाँकी सबै कुराहरू राम्रो छ, भोकल राम्रो छ। अनि त्यो थोरै मेलोडी चाहिँ अलिकति जर्क भएको छ, त्यसमा चाहिँ अझै प्र्याक्टिस गर्नु होला पछि गएर होइन। एकदमै राम्रो छ। थ्याङ्क यू। के भन्नुहुन्छ? सरले भने जस्तो हाम्रो तिमीले स्टार्टिङमा जुन गीत स्टार्ट गर्दा तिम्रो त्यो सास फेरेको त्यो साउन्ड आयो नि, हो त्यो चाहिँ आउनु भएन है। एउटा सिङ्गरले गाइसकेपछि त त्यो आउनु हुँदैन नि त। होल पर्फर्मेन्स राम्रै थियो। बेस्ट अफ लक। सरले के गर्नुहुन्छ? थ्याङ्क यू सर। राम्रो छ, राम्रो छ। अब यो तयारले चाहिँ पुग्दैन पछि गएर है। हजुर सर। यो त अब भर्खर एउटा सुरुवात हो क्या, नर्मली एउटा सामान्य तरिकाको सुरुवात मात्रै हो। पछि गएर तपाईँको चाहिँ अब परदेशसँग भिड्न त गाह्रो छ नि त होइन। हजुर पछि अब पछि एकदम तयारी गर्नुहुन्छ? एकदमै गर्छु सर। हो हजुर। ल कङ्ग्रेचुलेसन्स। थ्याङ्क यू सर। ल आउनुहोस् सर। थ्याङ्क यू। अब हामीसँग अर्को प्रतिस्पर्धी हुनुहुन्छ अशोक कुमार यादव। अशोकजी। हजुर सर नमस्ते। नमस्ते हजुर। अनि कहाँबाट आउनुभयो? म माधवपुर। माधवपुरबाट। माधव नारायण नगरपालिका। ल ठिक छ ठिक छ। आज कतिको तयारी गर्नु भएको छ? सर तयारी गरेर त आएको छु। तयारी गर्नु भएको छ जे होस् होइन। कुन गीत सुनाउनुहुन्छ अशोकजी हामीलाई आज? म अन्जु पन्तले गाएको हजुर पल पल रोए जिन्दगीमा। पल पल रोए जिन्दगीमा। ल राम्रो गीत रहेछ। ल सुरु गर्नुहोस्। पल पल रोए जिन्दगीमा पल पल रोए जिन्दगीमा कति आँसु गयो खेर ओ सँगालेर राख्या भए ताल बन्थ्यो हेर सँगालेर राख्या भए ताल बन्थ्यो हेर सँगालेर राख्या भए ताल बन्थ्यो हेर पल पल रोए जिन्दगीमा हो चुरा लाउला धागो लाउला तिम्रो मन नामको सिन्दुर हेर हो चुरा लाउला धागो लाउला तिम्रो नामको सिन्दुर हेर अन्धेरीको जुन गयो सबै गयो खेर एउटै कुरा भन्नु थियो एउटै कुरा भन्नु थियो मनभित्र रह्यो हेर हो सजाएको मुटु भित्र घाउ बन्यो हेर सजाएको मुटु भित्र घाउ बन्यो हेर सजाएको मुटु भित्र घाउ बन्यो हेर पल पल रोए जिन्दगीमा हो पल पल रोए जिन्दगीमा कति आँसु गयो खेर हो सँगालेर राख्या भए ताल बन्थ्यो हेर सँगालेर राख्या भए ताल बन्थ्यो हेर सँगालेर राख्या भए ताल बन्थ्यो हेर। ओहो निकै मिठो गीत गाउनुभयो है अशोकजी। एकदमै राम्रो मेलोडी पनि सही समात्नु भएको थियो होइन। र अलि हतार गर्नु भएन क्या, तर अलि थिर भएर गाउनु पऱ्यो नि त होइन।
बाँकी पर्फर्मेन्स राम्रो छ तपाईँको मेलोडीहरू तपाईँको चाहिँ राम्रो भइरहेको थियो है शब्दहरू पनि एउटा राम्रो शब्दहरू पनि राम्रो क्लियर तरिकाले चाहिँ उच्चारण गरेर राख्नु भएको थियो अलिकति हतार चाहिँ गर्नु भएन क्या एकदम फिलमा एकदम डुबेर गाउने गीत हो नि त एकदमै हतार चाहिँ नगर्नु होला बाँकी होल पर्फर्मेन्स एकदमै राम्रो छ त्यस्तो अब कुनै त्यस्तो यहाँनिर खोटलाम जस्तो लागेन मलाई राम्रो छ आवाज राम्रो छ सरले भने जस्तो एकदमै राम्रो थियो है अनि खोटलाउने ठाउँ त मैले त्यस्तो भेटिनँ अनि बेस्ट अफ लक अब सरले के गर्नुहुन्छ हुन्छ कङ्ग्रेचुलेसन्स ल आउनुहोस् अगाडि आउनुहोस् नमस्कार म सन्देश राज थापा म गौर नगरपालिकाबाट म चाहिँ यहाँनिर सिङ्गिङ गर्न आएको हो र मलाई चाहिँ सिङ्गिङमा एकदमै रुचि भएकोले गर्दा मैले सिङ्गिङ गर्न खोजेको अब हामीसँग अन्तिम हाम्रो प्रतिस्पर्धी हुनुहुन्छ सन्देश राज थापा हेलो सर नमस्ते नमस्ते रुचि के छ राम्रो तयारी गर्नु भएको छ होला आज होइन हजुर ठिकै आज कुन गीत सुन्छौँ त हामी सन्देश सर म नारायण गोपालको मलाई नसोध भन्ने गीत मलाई नछोड ओहो निकै पुरानो गीत ल सुरु गर्नुहोस् मलाई नसोध कहाँ दुख्छ घाउ म जे छु ठिकै छु बिथोल्न नआऊ मलाई नसोध कहाँ दुख्छ घाउ मेरो जिन्दगीमा सधैँ यो उदासी सकेकै छु जिउन कहिले नहाँसी मेरो चाहना हो तिमी हाँसे पुग्छ मेरो घाउ तिमी नहाँसे पो दुख्छ त्यसैले म भन्छु तिमी मुस्कुराऊ मलाई नसोध कहाँ दुख्छ घाउ थ्याङ्क यू सर निकै मिठो गीत गाउनुभयो सर सङ्गीत सिक्दै हुनुहुन्छ है अनि सर सिकेको त खासै नभनौँ इन्स्ट्रुमेन्ट चाहिँ सिकाएको छ ए हजुर हजुर सिङ्गिङ गर्न चाहिँ मनपर्छ जो घरमा तयारी चाहिँ बवाल गर्नुहुन्छ हजुर गाइराख्छु एकदम सिकाइराख्छु त्यो हजुरको त्यो आवाजबाट थाहा पाउँछ क्या है राम्रो छ यो गीतलाई अब यतिको न्याय दिनु भनेको तपाईँले चाहिँ एकदम राम्रो कुरा हो क्या है एकदम खुसी लाग्यो तपाईँको अनि अलिकति हुन्छ नि तपाईँको चाहिँ पछि गएर अलिक थोरै मेलोडीमा चाहिँ जर्क चाहिँ भयो अहिले रुगा लागिरहेको छ 5 दिन अगाडि ज्वरो लागेको थियो हो बाँकी होल पर्फर्मेन्स एकदमै राम्रो लाग्यो मलाई तपाईँको आवाजमा त्यति मिठास छ होइन मेलोडी तपाईँले राम्रो समात्नु भयो तर बिचमा चाहिँ थोरै जर्क मात्रै भयो बाँकी होल पर्फर्मेन्स एकदम मलाई चाहिँ एकदम राम्रो लाग्यो है थ्याङ्क यू सर हस् अल द बेस्ट सन्देशजी सन्चै हुन्छ हजुर सर अहिलेलाई चाहिँ सन्चै सरले भनिहाल्नु सबै कुरा एकदमै राम्रो थियो पर्फर्मेन्स स्वर पनि त्यस्तै राम्रो मैले त खोटाउने ठाउँै भेटिनँ कहीँ पनि सो त्यही हो बेस्ट अफ लक सरले के गर्नुहुन्छ अब यस्तो हुन्छ अब यतिको आवाजलाई चाहिँ अब पछाडि छोडिने कुरा नै हुँदैन अल द बेस्ट कङ्ग्रेचुलेसन्स लाउनुहोस् अगाडि सनमुन मोशन पिक्चर्स को प्रस्तुति मधेस सिंगिङ एन्ड डान्सिङ स्टार 2025
कला तपाईँको मन हाम्रो। हस्पिटालिटी पार्टनर होटल श्री राधे प्राली माछा बजार जनकपुर धाम 7। सम्पर्क नम्बर 9854 30105 र 9822005102। लोकेसन पार्टनर एपोलो ओम इङ्ग्लिस बोर्डिङ स्कुल लाहान 7। लाहान साउन्ड सिस्टम पार्टनर धनेश्वर यादव। सम्पर्क नम्बर 9842 8484 25 लाहान सिराहा। लोकेसन पार्टनर मिलन केन्द्र कर्मचारी हल जिल्ला अदालत अगाडि रौतहट गौर। गौर साउन्ड सिस्टम पार्टनर जनता टेन्ट हाउस। सम्पर्क नम्बर 9855 035 382। ब्रोडकास्टिङ पार्टनर अपन टिभी। डिजिटल पार्टनर सनमुन रियालिटी। रेडियो पार्टनर कलर्स FM। भोटिङ पार्टनर माइफे।